ओल्लो खोला पल्लो खोला दुई खोलाको तापले ओल्लो खोला पल्लो खोला दुई खोलाको तापले गुन्द्री बजार पहिरो गयो गाई काटेको पापले चिन जाना कोही छैन हाम्रो जेनको मुद्दा हजुर लागेकै नराम्रो घरभरि जान छन् आफ्ना छैनन् कोही घरभरि जान छन् आफ्ना छैनन् कोही यही रानीलाई ल्याएपछि टोकी भन्छन् कोही चिना जाना कोही छैन हाम्रो जेनको मुद्दा हजुर लागेकै नराम्रो सानो पैसा बनाउने कारखाना आउँछ जोबान हजुर 2-4 दिन पर्खना सानो पैसा बनाउने कारखाना आउँछ जोबान हजुर 2-4 दिन पर्खना हजुर पुत्र छैनन् मलाई हे वरुणजी दिनुहोस् पुत्रै भने पुत्र छैनन् मलाई हे वरुणजी पुत्रै दिनुहोस् भने हुन्छन् पुत्र तिमीलाई हे प्रितमजी गौको दान गरनु भने हुन्छन् पुत्र तिमीलाई हे प्रितमजी गौको दान गरनु भने घरै छाउनु पनि खर र परालले पहिली लगाउनु दाँती मेरा शिलकको रिकट गर्न खोज्छ टिकरम मेरो नाति बिदै बक्सी जाओस् खुसीसित म जान्छु वनमा बिदै बक्सी जाओस् खुसीसित म जान्छु वनमा म चाँडै फिर्ने छु बिर नरोस् रत्ती मनमा जान्छु म वनमा तिमी फरकी जाऊ जान्छु म वनमा तिमी फरकी जाऊ पिताजीलाई पनि दोष नलाऊ हजुरको राजा हरने जति जति छन् मार्छु म सबै हजुरको राजा हरने जति जति छन् मार्छु म सबै पिता मार्छु पहिले भनिकन म छाड्छु अरू काम एउटा मान्छेलाई गोठालो बसेको थियो अरे गोठालो बसेको थियो अरे र त्यो पछि त्यो बिदा हुने बेलामा त्यसको चित्त बुझाएनछन् चित्त नबुझाइकन जाने हुँदाखेरि त्यसले अब आशिक दियो होला कि शराब दियो होला यो कुरा सुनिराख्नुहोस् है मालिकको गोठामा दही दुध नटुटोस् गाई भैँसी थाराइरहन् मालिकको गोठामा दही दुध नटुटोस् गाई भैँसी थाराइरहन् बाख्रा खसीहरू खोरैभरि हुन् महिनै नपुगी त्वाउन् बाख्रा खसीहरू खोरैभरि हुन् महिनै नपुगी त्वाउन् परेवा पन्छीहरू गुणैभरि हुन् फुलभित्र बच्चा कुन परेवा पन्छीहरू गुणैभरि हुन् फुलभित्र बच्चा कुन छोरा नातिहरू चिरञ्जीवी हुन् बुहारी चाहिँ विधवा हुन् हजुर धनकुटा मुनिको घुमाउने चौतारी त्यही माथि हाँगे बर धनकुटा मुनिको घुमाउने चौतारी त्यही माथि हाँगे बर कसका छोरा हौ कसका नाति हौ क्या हो हजुरको छोरा तुलफुल रोप्नु पनि त्यो कोठे बारीमा रस्तैमा रोप्नु बर जिल्ला हो भोजपुर गाविस देउराली मागे छप्परो घर हजुर उहिले हामी पनि बस्थ्यौँ कोठामा खान्थ्यौँ मकै र मही
उहिले हामी पनि बस्थ्यौँ गोठामा खान्थ्यौँ मकै र मही 12 वर्षदेखि सासै पढी ल्यायौँ जित्नै नसक्ने कोही गोठा बस्छ गोठालो खान्छ दही र मही भन्छन् घरैकाहरू गोठा बस्छ गोठालो खान्छ दही र मही भन्छन् घरैकाहरू बस्दिन गोठामा खान्न दही र मही बाख्रै चराउँछु बरु अघि भनेकै रामले बन गई मुनि बेख धरनु रामले बन गई मुनि बेख धरनु यही भोरथले बसिराज्य गर्नु भन्ने पिताको जब सुन्न पाएँ भन्ने पिताको जब सुन्न पाएँ आगे हुनैले बन जान माए खुब सत्यबाजी पिताजी थिए खुब सत्यबाजी पिताजी थिए साँचा हुनाले वरदान दिए आयो खाने बेला मुख नमिल राज्य बनको आयो खाने बेला मुख नमिल राज्य बनको भोराथले राजा पाए यही बसी राजा गरौँ जनको हजुरको राजा हरने जति जति छन् मार्छु म सबै हजुरको राजा हरने जति जति छन् मार्छु म सबै पिता मार्छु पहिले भनिकन म छाड्छु अरू कहाँ सेउली लिएर आउँछन् कि अनिखेर उनीहरूले सोधेको कुरा कहाँ बजे यिन बिरुवा कस्ता लागे पार कहाँ बजे यिन बिरुवा कस्ता लागे पार के काला बोकी ल्यायो यिन बिरुवा क्या हो यिनको जार भन्दा उताबाट सोध्छन् मधुबन बजे यिन बिरुवा चिल्ला लागे पार मधुबन बजे यिन बिरुवा चिल्ला लागे पार विवाह कार्यमा बोकी ल्यायौँ यिन बिरुवा सिमली हो यिनको जार के का बनिन्छन् पल्ला पत्थर के का बनिन्छन् माना कस्तो फुल फुल्छ तपाईहरुको सेउली कस्ता फल्छन् दाना कहाँ बनियो ताल पोखरी कहाँ बनिए छाँगा कहाँ बनियो ताल पोखरी कहाँ बनिए छाँगा मधेसमा बनियो ताल पोखरी पाहाडमा बन्छन् छाँगा 5 हाँगा सेउली काटेर ल्यायौँ गन्नै बिर्सिए उसका बोटमा टीका क्रिएसन सत्यको सर